आजको पहिलो टपिकतर्फ लागौँ। ब्याटल बर्ड्स फेज 2 प्लेज अफ डेफोमा फ्यान फेभरेट टिमको रूपमा फोर्थ ड्राइभ स्पोर्ट्सले 17,035 भोटसहित #1 स्थान हासिल गर्दै आफ्नो दबदबा कायम राखेको छ भने डिआरएस गेमिङ 12,353 भोटसहित #2 स्थानमा रहेको छ। त्यसै गरी होरो स्पोर्ट्स 2,252 भोटसहित #4 स्थानमा रहेको छ। टिटुके स्पोर्ट्स 834 भोटसहित #5 स्थानमा पुगेका छन्। ओभरअल हेर्दा यो फेजमा डिआरएस र 40 ले फ्यान सपोर्टमा पुरै राज जमाएका छन्, जसले टुर्नामेन्टको हाइप अझै बढाएको देखिन्छ। त्यसै गरी ब्याटल बर्ड्स फेज 2 प्लेज अफ डेफोको ओभरअल र्याङ्किङ हेर्दा जहाँ डिआरएस गेमिङले शानदार प्रदर्शन गर्दै 143 पोइन्ट सहित #5 पोजिसन सुरक्षित गर्यो भने टिटुके स्पोर्ट्सले 127 पोइन्ट्सका साथ #7 पोजिसनमा आफ्नो स्थान बनायो। त्यसै गरी होरो स्पोर्ट्स 37 पोइन्ट्सका साथ #25 पोजिसनमा हामीले देख्न सक्नेछौँ। अबको टपिकतर्फ लागौँ। होरो स्पोर्ट्सका धेरै अडियन्सहरूले टिम फ्ल्याससँगको फाइटलाई लिएर होरो स्पोर्ट्सका प्लेयरहरूलाई विभिन्न क्वेसनहरू गरिराख्नु भएको देखिन्छ। यही क्रममा स्काई होरोले टिम फ्ल्यासको क्लोज रेन्ज फाइट एकदमै स्ट्रङ रहेको भन्दै खुलेर प्रशंसा गर्नुभएको छ। स्काई होरोले भियर्सहरूलाई नकारात्मक कुरा भन्दा पनि राम्रो पर्फर्मेन्सलाई एप्रिसिएट गर्न अनुरोध गरेको देखिन्छ, जसले स्पोर्ट्स कम्युनिटीमा पोजिटिभ माइन्डसेटको सन्देश दिएको देखिन्छ। म चाहिँ तपाईँको फ्यान हो, तर एप्पलसँग गेम हेर्दा साह्रो रिस उठ्यो रे। अब के गर्छु, उनीहरूको क्लोज रेन्ज हो राम्रो छ त के गर्छु त। अबको टपिकतर्फ लागौँ। किलर वाइटीले आफ्नो लाइभ स्ट्रिममा पिएमएनसी सम्बन्धी विदेशी प्लेयरको क्वेसनको क्लियर एन्सर दिनुभएको छ। किलर वाइटीको अनुसार यदि पिएमएनसीमा इन्भाइट आएको भए हामी अहिले नै फुल ग्राइन्ड गरिरहेका हुन्थ्यौँ भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ। पिएमएनसी नेपाल होगा या पिएमएनसी साउथ एशिया होगा? चिन्जान थियो हैन? पिएमएनसी नेपाल होगा, फिर रिजनल होगा। चलो चलो तुमको तो इनवाइट हमको मालूम है कि अबे हम एक ही इनवाइट गए, हमको कैसे मिलेगा? पीएस में पता नहीं किधर भी नहीं भाई, चिन्जान थियो हैन? इनवाइट होता तो ग्राइड करते भाई। किधर बंदा किधर सो रहा होता मैच, राइट नहीं करता, इनवाइट होता नहीं सोता होता। अबको टपिकतर्फ लागौँ। पब्जी मोबाइल वर्ल्ड कप 2026 अब झनै ठुलो हुँदै गएको छ, जहाँ टुर्नामेन्टमा सहभागी हुने टिम सङ्ख्या 2025 को 24 बाट बढेर अहिले 32 टिम पुगेको छ। यसको मतलब अझ धेरै रिजन, अझ कडा कम्पिटिसन र अझ रोमाञ्चक ग्लोबल ब्याटलफिल्ड हेर्न पाइने भएको छ। स्टेज ठुलो भए पनि प्राइज पुल भने लेजेन्डरी $3 मिलियन नै कायम रहनेछ, जसले PMWC 2026 लाई अहिलेसम्मकै सबैभन्दा इन्टेन्स पब्जी मोबाइल टुर्नामेन्ट बनाउने निश्चित देखिन्छ। अबको ठुलो अपडेटतर्फ लागौँ। स्पोर्ट्सकै इतिहासमै सबैभन्दा ठुलो प्राइज पुल सार्वजनिक भएको छ। स्पोर्ट्स वर्ल्ड कप 2026 मा कुल $75 मिलियन करिब नेपालीमा कन्भर्ट गर्ने हो भने 682 करोड रुपैयाँ प्राइज पुल घोषणा गरिएको छ, जहाँ हरेक म्याचको भ्यालु झन बढेको छ। यो अनाउन्समेन्टसँगै स्पोर्ट्स वर्ल्ड कप 2026 ले विश्व स्पोर्ट्समा नयाँ बेन्चमार्क्स सेट गरेको छ, जहाँ खेलाडीहरूलाई केवल सम्मानका लागि होइन, करियर बदल्ने एमाउन्टका लागि कम्पिट गर्नेछन्। अबको टपिकतर्फ लागौँ। धेरै अडियन्सहरूले सोध्नु भएको क्वेसन हो PMWC कहिले सुरु हुन्छ भनेर। यसको एन्सर हामी माझ आइसकेको छ। PMWC 2026 ले आधिकारिक रूपमा 3 अगस्त 2026 बाट किक अफ गर्न लागेको छ। यसपटकको PMWC मा विश्वभरबाट 32 वटा टिमहरूले सहभागी जनाउने भएका छन् भने टुर्नामेन्टको टोटल प्राइज पुल भने $3 मिलियन रहेको छ। यति ठुलो प्राइज पुल र वर्ल्ड क्लास टिमको पार्टिसिपेटका कारण PMWC 2026 लाई यस वर्षको सबैभन्दा ठुलो र कम्पिटेटिभ पब्जी मोबाइल इभेन्ट मानिएको छ। अबको टपिकतर्फ लागौँ। स्पोर्ट्स वर्ल्ड कप 2026 को अफिसियल रोड म्याप सार्वजनिक भएको छ, जहाँ 8 हप्ता लामो वर्ल्ड क्लास कम्पिटिसन रियादमा आयोजना हुँदैछ। विक 1 बाटै भ्यालोरेन्ट र एपेक्स लिजेन्डले धमाकेदार सुरुवात गर्नेछन् भने लिग अफ लेजेन्ड्स, फ्री फायर र कल अफ ड्युटी ब्ल्याक ओपीएस 7 जस्ता ठुला टाइटल्सले टुर्नामेन्टलाई अझ रोमाञ्चक बनाउनेछन्। अन्तिम विक 7 मा भने काउन्टर स्ट्राइक 2 र फोर्टनाइट सहितको ग्रान्ड फाइनल हुँदै रियाद नै ग्लोबल गेमिङ हब बन्ने पक्का देखिन्छ। अबको टपिकतर्फ लागौँ। फिनिक्स राइज सिरिज 2026 मा होरो स्पोर्ट्स र डिआरएस गेमिङलाई डाइरेक्ट इन्भाइट आएको छ भने क्वालिफायर्सबाट हत्यारा स्पोर्ट्स प्लेज अफमा पुगेको छ। ग्रुप स्टेजको कुरा गर्दा ग्रुप ब्लूमा होरो स्पोर्ट्स र हत्यारा स्पोर्ट्स, ग्रुप रेडमा एपीजी र 40 अनि ग्रुप ग्रीनमा
DRS गेमिङ र फ्ल्यास रहेका छन्। अब कम्पिटिसन झनै कडा हुने देखिन्छ। कुन टिम अगाडि बढ्छ भन्ने कुरा निकै रोचक हुनेवाला छ। अबको टपिकतर्फ लागौँ। भर्खरै होरो स्पोर्ट्सबाट खेलेका पपुलर नेपाली मिड लेनर बब अब इन्डियन कम्पिटिटिभ सिनतर्फ मुभ हुन सक्ने रुमर्सले स्पोर्ट्स कम्युनिटीमा हल्ला फैलाएको छ। अहिले ट्रान्सफर टक्स एकदमै स्ट्रङ भइरहेको देखिन्छ र फ्यान्सहरू क्लोजली अपडेट फलो गरिरहेका छन्। अहिलेसम्म कुनै अफिसियल एनाउन्समेन्ट भने आएको छैन, तर यदि यो ट्रान्सफर कन्फर्म भयो भने बबको करियरमा यो ठुलो टर्निङ पोइन्ट्स हुन सक्छ। अबको टपिकतर्फ लागौँ। स्पोर्ट्स कमिटीलाई माथि उठाउन ठुलो योगदान दिएका पुराना प्लेयर मिस्टर हेजुलाई PMSCमा किन इन्भाइट नगरिएको भन्ने विषयमा धेरै अडियन्सहरूको गुनासो भएको देखिन्छ। तर मिस्टर हेजुले यो कुरालाई खासै सिरियस नलिई आफ्नै काममा निरन्तर फोकस गरिराख्नु भएको छ। अडियन्सका यस्ता प्रश्नहरूमा उहाँले सधैँ सकारात्मक र म्याच्युर रिप्लाई दिनुभएको छ, जसको पुरा कुरा भने तपाईहरूले अगाडि स्क्रिनमा हेर्न सक्नुहुनेछ। जस्तो लाग्यो मलाई। I was sad that you were not the part of PMSC content creators, else everything is fine रे। केही छैन। वेल यो लास्टमा खेल्न नसके पनि, यो लास्टमा इन्भाइट नपाए पनि, वेल फर्स्टमा त गएको मै हो, हामी नै हो। सो त्यसमा केही ग्रज चाहिँ छैन है मलाई चाहिँ। पब्जीलाई जति गर्नु छ गर्यो, मैले पनि जति दिन सक्नु छ पब्जीलाई दिएँ होइन। अनि त्यसपछि आई थिङ्क दि एन्ड अब चाहिँ प्राइज पुल पाउनेवाला छन् भन्नुपर्दा के गर्दा DRS गेमिङ भन्नुहुन्छ। लेडिज एन्ड जेन्टलमेन, हाम्रो लागि सेकेन्ड रनर अप भन्दै गर्दा थर्ड स्थान उहाँहरूको लागि 113 पोइन्ट्स रहेको छ। 26 पोइन्ट्स त उनीहरूको लागि प्लेसमेन्ट पोइन्ट 100 रुपियाँको कहानी रहन्छ। 87 टोटल पोइन्ट्स रह्यो। एक चिकन यो गेमको कहानी पनि रहेको थियो। सेकेन्ड रनर अप उनीहरू। अब जानुपर्ने भनेको हामी अर्को सेगमेन्टको लागि हो, जुन रहनेवाला छ हाम्रो लागि रनर अप को भने त What do you guys think of this? But मेरो ख्यालले होरो स्पोर्ट्स बनेका छन् यो म्याचको यति राम्रो अनि as like I say so होरो स्पोर्ट्स have been our #2 को पोजिसनिङ अथवा रनर अप for the Ignite Battle Season 2 presented by Gods Gang Sports। 116 टोटल एलिमिनेसन रहेको छ। 25 टोटल प्लेसमेन्ट अनि 91 एलिमिनेसन चिकन हुनेको नाममा पनि एउटै रहेको छ। यो रहँदैछ अहिलेको लागि भनेर चर्चाको विषय बनिसकेको छ। एन्ड अब हामी च्याम्पियन्सको लागि रहन पर्छ। ओके, यहाँबाट हामी च्याम्पियन्सको स्वरूपमा जानलाई तयार रहँदै त छौँ। अनि च्याम्पियन्स भन्न सबल रहेका छन्। लेडिज एन्ड जेन्टलमेन, आजको गेम एउटा दुईटा म्याच मेसअप गर्दै गर्दा पनि च्याम्पियन्स उनीहरू बने, किनभने उनीहरूको लागि राम्रो प्रस्तुति रहेको थियो पक्कै पनि। द्याट वाज अ भेरी भेरी गुड गेम। कङ्ग्रेचुलेसन फर बिङ द च्याम्पियन्स। अहिलेको यो आधारमा उनीहरूलाई भन्न पाइन्छ हामीले एउटा च्याम्पियन टिमको स्वरूपमा उनीहरूलाई हामीले आरएस नेपाली ब्रोलाई सबले सब्स्क्राइब गरिदिनु ल। आरएस नेपालीलाई सब्स्क्राइब गर गाइजहरु। आरएस नेपालीलाई सब्स्क्राइब गरिदिनुस् है त। सबजना आरएस नेपाली ब्रोलाई सब्स्क्राइब गरिदिनु है। Open eye, feel the waves cut through me, hypnotized by the sounds I'm breathing in.